आइते बार निलो त वस्त्र पहिरी जानु त साइतमा विचित्र सोमबारमा पहिरनु रातोई मङ्गलमा बिहीबार सफेद फेर बुधमहा लुगा पहेँलो जमा कालो संसारबारमा पहिरनु सेतो चाहिँ शुक्रबारमा। आइतबार यदि साइतको लागि हजुर निस्किँदै हुनुहुन्छ भने नीलो वस्त्र धारण गरेर हिँड्नुभयो भने साइत पर्छ। सोमबार हिँड्नु पर्यो भने विचित्र विभिन्न रङहरू मिसिएका एकै खालका भएनन्। यो विचित्र मतलब धेरै खालका मिसिएका रङहरू भएका बुट्टे आदि लगाएर हिँड्दा भयो। त्यसै गरी मङ्गलबार हिँड्नु पर्यो भने रातो वस्त्र धारण गर्ने, बिहीबार हिँड्नु पर्यो भने उज्यालो खालको सफेद खालको सेतो खालको वस्त्र धारण गर्ने र यो सफेद भन्ने शब्दले चाहिँ चम्किलो उज्यालो तेजिलो भन्ने बुझिन्छ। त्यसै गरी बुधबार हिँड्नु पर्यो भने पहेँलो वस्त्र धारण गरेर हिँड्ने, शनिबार साइत गर्नु पर्यो भने कालो वस्त्र धारण गर्ने र हिँड्ने, शुक्रबार हिँड्नु पर्यो भने सेतो वस्त्र धारण गरेर हिँड्ने। यो नोट चाहिँ आदरणीय मामा स्वर्गीय अभिकेशर गुरागाईँ उहाँले मलाई दिनुभएको यो नोट हो। उहाँ अहिले हुनुहुन्न, स्वर्गवास भइसक्नु भएको छ। उहाँ नभए तापनि उहाँले लेख्नुभएका यी अक्षरहरू मैले हजुरहरूलाई जस्ताको तस्तै, अनि यो उहाँको शैली उहाँको लय त नआउला तर पनि यो कोसिस गरेर उहाँका यी शब्दहरूलाई चाहिँ अझ अमर राख्ने प्रयास गरिरहेको छु र हरेक दिन उहाँका यी नोटहरूलाई उहाँका श्लोकहरूलाई मेरो ज्ञान र बुद्धिले भ्याए अनुसार श्लोक र अर्थ हजुरहरूलाई मैले बताउँदैछु।